हेलो नमस्ते गाइज। आज चाहिँ हामी हाम्रो यहाँ बारीतिर छौँ आमा र म। अब हाम्रो बारीमा के छ देखाउँछु है त तपाईहरुले है। फर्स्टमा चाहिँ हाम्रो के हो रे आमा यो गमला स्याउ भन्छ के रे। गमला स्याउ हो। गमलामा फल्ने स्याउ रे के। यसो यहाँ चाहिँ सिबी यो चाहिँ के भन्छ रे यसले के भन्छ रे सन्तोष सन्तोषी सन्तोष अनि तिते गोलभेडा कति मिठो हुन्छ नि है जराईको साग आलुसँग। जराईको साग हो नि हो जराईको साग के हो त यो फेरि यो बिउ हुन्छ यो बिउ हुन्छ अब जति भने नि हुन्छ है आगुमलाई यो भुइँमा नि उम्रेछ है पुरुरै त्यो सबै त्यही साग हो। यति ठुलोको हुँदो रहेछ पात त। मैले बिउ गर्ने भनेर नटिपिकन राखेको हो। यो चाहिँ के अरे चिप्ले के अरे भेन्टा है चिप्ले भेन्टा होइन। यो चाहिँ अर्ग्यानिक जिम्बो यो जिम्बोलाई लगेर अनि सुकाएर है सुकाउने अथवा गुन्द्रुक झैँ यो डिब्बामा खाजेर अनि बनाउन सकिन्छ। यो चाहिँ के भन्दाखेरि रुख टमाटर अलिअलि एउटा दुईटा फलेको रहेछ। रुख टमाटर फलेछ। यहाँ चाहिँ हाम्रो बाबा आमाले लगाउनु भएको खुर्सानी डल्ले खुर्सानी च्याउ रहेछ त मम्मी। त्यहाँ हेर्दा खाने च्याउ उम्ले रहेछ। एउटा मात्र रहेछ क्या यो त पनि सानो रहेछ। डल्ले खुर्सानी टोनेलभरि सबै डल्ले खुर्सानी रहेछ। यो चाहिँ मेरो मैताबाट ल्याएको है घान्द्रुकबाट पोहोर ल्याएर सारेको बिउ हुन्छ भनेर मैले नमासिकन अब आगुम्दा बिउ धेरै हुन्छ। यहाँ फेरि यसकै सानो उम्रेछ कि यहाँ छ्यामाले ल्याइदिनु भएको सक्छन् मलाई। त्यसको गानो हुँदो रहेछ। गानो हुँदो रहेछ त्यसको ठुलो भएपछि यो चाहिँ नि बिउ चाहिँ यही पनि हुँदो रहेछ। बिउ यो पनि हुँदो रहेछ क्या भोलि ठुलो भएपछि त्यसको नि गानो हुन्छ। खास गरी वनमा पाउँछ भन्छ के अरे वनभित्र रहेछ। 1 2 3 4 5 रहेछ एकै ठाउँमा है। त्यो जुगा छ भाइ जुगा छे त जुगा आउने यता त नखले त के हो काँक्रा जुगाले खायो। यो साग टिप्नाको बेचेको साग यहाँनिर दुईवटा रहेछ सानो सानो फलेको काँक्रा हो कि मम्मी साग त माथि छ माथि होला है आमाले त बर्माले टिप्नु भयो। यसलाई के अरे भट्टा मिसाएर घाममा नि सुकाउने है फेरि अलिअलि मोइलाएर अनि बेलुका भुटेर खाने म चाहिँ अब यता साग टिप्न गएँ। यस्तो साग बेथेको साग यहाँ रहेछ अलिअलि लसुन पनि रहेछ। साह्रो भएको प्याज सानो सानो भएछ। काँक्रा एउटा काटौँ है के अरे टिपौँ है मम्मी।
काटमको भनेछु ल साग चाहिँ यहाँ यत्रो टिपेछु आमाले बर्मलेको साग टिप्नु भयो त्यसलाई भरे दिउँसो सुकाउने होला भरे बेलुका खाने होला यो चाहिँ अब गएर बनाइहाल्नुपर्छ खै कहाँको काट्ने त ए टिप्ने त खाली काट्नेको भनेछु कहाँको टिप्ने हो भन है ए कहाँ टिप्नु भयो आमाले टिप्नु हिजो एउटा लगेर खायो है हजुर हजुर एउटा रोप्यो भने खान पाइन्छ अर्ग्यानिक तलको लसुन होइन त्यो माथि प्याज तल लसुन तल सिबी यहाँ खुर्सानी पनि के अरे खुर्सानी रे गोलभेडा पनि रहेछ ओहो मेरो छोरा आयो आएको तिमी अब लोटाउली है फेरि मैले प्लास्टिक कहाँ राखेँ मम्मी प्लास्टिक होइन यहाँ तलै लिएर आएको होइन कि माथि हो नलोटी आऊ है बिहान बिहान आइसक्रिम खाएर मेरो छोरालाई आमा आइसक्रिम खाएर आइसक्रिमै हालेर ल्यायो कि खोक्रो मात्र लिएर आयो ए लिएर लिएर आएर चाहिँ आऊ मलाई सोध्दै आएको हो कसले भनेको थियो नि हामी बारी गछौँ भनेर कसले भन्नुभएको थियो नि बाबाले बारी जानुभयो भन्नुभएको थियो अनि कसले हालिदिनु भएको नि त्यो आइसक्रिम तिमीलाई बिहान बिहान आइसक्रिम खाने हो त त्यसलाई चाहिँ टमाटर भन्छ बिहान बिहान आइसक्रिम खाने मान्छे पनि हुँदो रहेछ त ल आजलाई यति नै हामी चाहिँ आज साग टिप्यौँ हेऱ्यो ल ल हेर्नु त बाख्रा लिएर आयो बाख्रा चलाउनेहरू है